दिदीले स्क्याम त हान्दिनँ नि 50 रुपियाँ यस्तो बिहान बिहानै कस्तो खाना मन लाग्यो त दाइ 30 40 50 55 5 रुपियाँ बोनस आयो क्या म्या कसम 1 बे रहेछ ऊ छिर्नै देखाएन 1 बे रहेछ क्या लोकेसनमै हो ए ल हस् हस् जाउँ सो गाइज मैले चाहिँ यहाँबाट अब राइड लिएर हिँडेँ कहाँ हो के हो फर्स्ट टाइम जिन्दगीमा पहिलोचोटि आजको दिनमा इन ड्राइभ पनि गर्यो है त्यसमा फर्स्ट इन ड्राइभ दिदी कताबाट छिरी मलाई भन्नु ल म पनि फर्स्ट टाइम होला ल अहिले यताबाट जानु भन्नु न भ्लग बनाउनु लाग्यो फर्स्ट टाइम हो म पनि थाहा छैन त्यही भएर आज त त्यो गाडीहरू चल्दैन भनेर निक्लेको चलिरहेको रहेछ क्या त्यही भएर यत्रो गाडी चलिरहेछ त ए हजुरको चाहिँ अफिस त्यही हो ए ल हस् दिदी हस् खुचरो खान नि दिदी मसँग फेरि पैसै बोकेर आएको छु नि क्या मैले साटेर दिन्न हुन्छ साटेर ल्याउनु ओके ओके दिदी ल है 150 को चाहिँ राइड कम्प्लिट भएको छ 50 रुपियाँ दिदी साट्न जानुभयो ल है केही हुन्छ है जिन्दगीमा फर्स्ट टाइम है इन ड्राइभ गरेर 150 कमायो रमाइलो हुने रहेछ जस दिदीले स्क्याम त हान्दिनँ नि 50 रुपियाँ हस् मेरो दिदी धन्यवाद हस् ल 150 कमायो 10 20 30 40 50 55 5 रुपियाँ बोनस आयो क्या म्या कसम 10 20 30 40 50 5 रुपियाँ बोनस आयो है गाइस ल कमाए यो 1 वे रहेछ नि त यो त म्या कसम फेरि माथि 1 वे रहेछ क्या त्यो बाटो 1 वे रहेछ ऊ छिर्नै देखाएन 1 वे रहेछ क्या यता जानु दिन्छ होइन 1 वे देखाइरह हेर्नु न 1 वे क्या उताबाट जाउँ ल तपाईँ चाहिँ के गर्नुहुन्छ मेरो अफिस आफ्नै अफिस हो हजुर आफ्नै अफिस छ हजुरको आफ्नै अफिस छ माकस यतैबाट छिर्नु म्याप हेर्नु पर्दैन मैले होइन त्यो यो आएको भएर हेरेँ हो क्या त्यो मोबाइलमा बढी हेरेर है यस्तो बिहान बिहानै कस्तो खाना मन लाग्यो त दाइ बिहान बिहानै कस्तो खाना मन लाग्यो त सुतेकै छैन सुतेकै छैन किन यहीँ ए बाटो बन्द जे गरेर पनि बाटो बन्द जे गर्दा पनि मिल्छ उयो अगाडिबाट मिल्छ उनीहरू बाटो चाहिँ छैन फेरि बाटै छैन फेरि
बाटो छैन हो छैन दाइ दाइ बाटो छैन हो दाइ तिमीलाई 101 बाटो छ क्या यहाँबाट नभएर के टेन्सन छैन बाटो त छोडेर बस्नु लौडाहरू जे गर्दै नि भा क्या जे गर्दै नि हुन्छ क्या भाइ फिल्मको नाम जन्ती बाख्रो है जन्ते बाख्रो होला जनसिंह बाख्रो होला जोनी सिंह बाख्रो जोनी सिंहको बाख्रो हेलो हेलो त्यति एउटा राम्रो खुट्टा उभिएको देखि हलो हलो गइहाल्ने काका कि यस्तो वान है म जतिको लोयल पाउन त त्यो 2-4 चोटि पानीमा डुब्रेली पार्नुपर्छ है क्या त्यो पानीमा एक्सन पर्ने बित्तिकै पस्काइदियो भनेर होइन आज त्यो खोइ यस्तो 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 ठाउँमा राख्नै पर्दैन जस्तो लाग्छ यार के थाहा यस्तो बमसम राखेर प्लाइनै पड्काइदियो भने कस्तो लाग्छ यार त्यही त होला हो सेम हो यार बसाएको